चाहिँ हाम्रो गाउँनिर भएको सानो एउटा शिव मन्दिर छ र यहाँ गत वर्ष हामीले धेरै बिरुवाहरू लगाएको थियौँ। त्यसपछि मर चाहिँ कुनै पनि मरेको छैन, तर गोमेल पनि भएको रहेनछ। त्यही आज बिहान हामी म र मेरो भान्जाले त्यहाँ दिइरहेको छौँ बिरुवाहरूलाई। मैले चाहिँ यहाँ दिइरहेको छु। गोर्मेलको आवश्यकता परेको रहेछ र सम्बन्धित अब यो विशेष गरी मन्दिरमा पूजा मात्रै हुन्छ, त्योभन्दा अरू चाहिँ केही पनि हुँदैन। अहिले एकदम अहिले यो शिव मन्दिरको हालत एकदम जीर्ण अवस्थामा पनि छ। सम्बन्धित निकायले चाहिँ एकदम ध्यान आकर्षण गर्नुपर्ने कुरा हो यो होइन। अब यहाँनिर यो रामजानकी हरित पार्क पनि छ। यहाँनिर यो यहीँदेखि साइडको यो शिव मन्दिर चाहिँ एकदम जीर्ण हालतमा छ। र हामी अब हाम्रो अल स्टारबाट हामीले चाहिँ गोर्मेल गर्ने फ्लावरिङ प्लान्टेसनहरू चाहिँ गरेर अलिकति यसलाई पछि आज फ्युचरमा चाहिँ अलिक राम्रो देखियोस् भनेर चाहिँ हामी चाहिँ लागि परेर हुन्छौँ। र अहिले गोर्मेल गरेकोलाई अत्यन्तै झार बोलाएको रहेछ। यहाँनिर सबैलाई गोर्मेल भइरहेको छ। त्यस्तो हाम्रो बिरुवाहरू लगाएर क्यारीहरू लगाएर गरेको थियौँ। र एउटा यो चाहिँ एउटा राम्रो फुल हामीले गराएको थियौँ यसलाई। तर यहाँ चाहिँ अब भाइ बहिनीहरू यो चाहिँ यस्तो नाम लेखेर चाहिँ यसको यो पातहरूलाई चाहिँ ड्यामेज गर्नुभएको छ। कृपया भाइहरू बहिनीहरू यो पार्कमा घुम्न आउनेहरूले चाहिँ प्लिज यसलाई यस्तो चाहिँ नगर्नु होला। किनकि तपाईँको एकछिनको मनोरञ्जनले गर्दा हाम्रो यत्रो दुःख नै जान्छ। अनि यसलाई चाहिँ हामीले लस अफ टाइम पनि काटेर गराइसक्यौँ होइन तरैबाट। तर अब यहाँ जति पात पलायो अनि यहाँ यसरी यो लेखिदिनाले तपाईँको प्रेमिका, तपाईँको के भन्छ अरे लभरहरू छ भनेपछि त्यो मनमा हुन्छ होइन। यो पातमा लेखेर माया जताएर केही कामै छैन होइन। त्यही भएर प्लिज अब यो चाहिँ यस्तो लेख्ने काम चाहिँ नगर्नु होला भाइ बहिनीहरू। यस्तो चाहिँ नराम्रो पनि हुन्छ। मित्रो हामीले अब गरेर हुन्छ होइन। हाम्रो एउटा स्थानीय भएर हामीले चाहिँ सबै चिजहरू हेरफेर गरेर हुन्छ। अब यस्तो भएपछि चाहिँ नमजा हुन्छ। बरु यीहरू सानोहरू तपाईँहरू घरमै लगेर चाहिँ गराउन सक्नुहुन्छ। हाम्रो यत्रो दुःख चाहिँ खेरा जान्छ हो, खेरा जान्छ यत्रो गरेको दुःख। गरेपछि चाहिँ के हुँदैन, यो क्यारीहरू चाहिँ भ्याइयो होइन। र यता बिरुवा पनि यो खनेको ठाउँहरूमा कोही सानो छ कोही ठुलो छ। यो खास गएको वर्ष लगाएको हो पहिला। यो पनि भ्याइयो यो सेसनको मेरो जेनमा फुलहरू अब अलिकति फलेको राम्रो देखिन्छ, पछि राम्रो पनि हुन्छ। त्यसपछि भान्जाले फेरि स्पेसल बाह्रमा गर्छन्। अब उतापट्टि साइड बाँकी छ, फुलहरू खेलिरहेछ। तर मेन संरक्षण नभएर पनि अलिक जीर्ण अवस्था देखेको यो पार्कदेखि मुनि शिव मन्दिर। यहाँ शिवरात्रिमा मेला पनि लाग्ने गर्छ, तर त्यही वर्षमा एकचोटि मेला लाग्ने बेला अलिअलि हरियाली देखिने, अनि बाँकी मतलबै नहुने भएकोले आज अहिले हामीले आयौँ सबैले अब मन लगाएर यसो
फ्री टाइममा आएर मन्दिरको छेउछाउमा मजाले गरे नि हुन्छ। यो सबैको लागि हो, सबैको मन्दिर हो यो। अब त्यो पार्कमा चाहिँ अब त्यहाँ सबै संरक्षण हुन्छ सामुदायिक वनबाट, तर यो चाहिँ मन्दिर चाहिँ अहिलेसम्म अब समय निकायको पनि कसैको नजर पुगेको छैन, समय हाम्रो गाउँबाट पनि कसैको पुगेको छैन। सबै मिलेर केही न केही सोच्यो भने पछि राम्रै हुन्छ जस्तो लाग्छ मलाई। राम्रो छ ठाउँ, एकदम पिस छ। सफा गर्नुभएको रहेछ, जसले गर्नु पनि एकदम धन्यवाद। यहाँनिर चाहिँ फ्रन्ट गेटनिर राम्रो बनाउनु भएको छ। अहिले अस्तिको महिना आएर यो बिरुवाहरू लगाइदिएको थियो, यो पनि सरेछ अहिले, एकदम दामी भएको छ। प्लस यो रातो फुलिरहेको छ, यो पनि राम्रो भइरहेछ। यो पनि ठिकै छ। यो चाहिँ अलिकति सरसफाइ चाहिँ भएको रहेछ, तर उतापट्टि अब हामी लगाएकोमा अब अलिकति वास्ता पनि नगरेर हो कि केटाहरू आउँछन् भनेर चाहिँ छोडेको, त्यो चाहिँ थाहा भएन। ठिकै छ। भान्जाले चाहिँ आफ्नो काम तीव्र गतिमा दिइरहेको छन् त्यहाँनिर। भान्जा चाहिँ एकदम मेहनती छन्, एकदम प्लान्ट लभर पनि हुन् भान्जा। राम्रो भइरहेछ, फुलहरू मस्त खेल्दैछ। अब राम्रै हुन्छ होला। अब उतापट्टि साइडमा जाने त होला भान्जा? ठिक छ। आज चाहिँ मजाले अडियो विथ सोसल वर्क मजा आयो, पसिना पनि आछ। त्यही त एक्टिभिटीहरू पनि गर्नुपर्छ। अब अर्को हप्तातिर आएर यो चाहिँ सबै झारहरू अलि राम्रोसँग फाल्नु पर्ला। यो चाहिँ पारिजातको बिरुवा। सधैँभरि अब क्लबले मात्रै गर्छ भन्ने छैन, सबै जग्गालाई यसो इच्छा लाग्छ स्याडु लगाएर गऱ्यो नि केही फरक चाहिँ पर्दैन। ल अब हाम्रो यो सेसनदेखि यो सेसनसम्म सुरु छ। यहाँ पनि छ लगभग 15-20वटा बुट्टाहरू छ। चट्ट भ्याउँछौँ हामी अब मस्त। फाइनल्ली वी हेभ डन आवर वर्क। सबै भ्याइयो गरेर। एकछिन 3 घन्टा दह्रो पसिना भयो क्या। जति पनि लगाएको थियौँ हामीले पहिला बिरुवाहरू फुलहरू अल ओभर भ्याइयो। सो 1 वर्ष कम्प्लिट भएर यता आइसक्यो। यो वर्ष पनि जोग्यो भने अर्को वर्षदेखि अलिक इजी हुन्छ, राम्रोसँग हुर्क्यो भने त। लास्ट कपुरको बुट्टालाई एकदम आफ्नो 100 दिइरहेछन् त्यहाँनिर। अझै तर बाँकी छ यहाँ, धेरै बाँकी छ। यो सबै झारहरू फाल्नु छ, अलिक एकदम क्लिन बनाएर, स्वच्छ बनाएर मन्दिर जस्तो ठाउँ दामी बनाउन पाए हुन्थ्यो। यहाँनिर चाहिँ यो चाहिँ राधाकृष्णको मन्दिर हो, त्यहाँ मूर्ति छ। यहाँ चाहिँ अब पछि हरियाली सबभन्दा हाम्रो एकदम दामी फुल भनेको यो फुल हो। पछि राम्रो फल्छ यो ठुलो रुख हुन्छ यिनीहरू सबै। यस्तो दामी देखिन्छ होला अबको 4-5 वर्ष अलिस्टारको ग्रुपहरूले गरेको कन्ट्रिब्युसन यो मन्दिरमा 4-5 वर्षपछि देखिन्छ गाइज। पसिना पसिना भयो, मेरो कुकुर पनि थाक्यो क्या भोकले, लिकिर गरेर बसिरहेको छ। फाइनली डन होइन भान्जा? ल अब एकचोटि स्विमिङ हानेर घर जानुपर्छ। पानी लास्टै सफा छ। काम भ्याएर भान्जा पखाल टुकुले हान्दैछन्। माछा मर्या? कतिवटा माछा छ देखाउ त। बाम आना छैन? बाम बा यही
Kui. This is the swimming time. लेट्स गो पानी चिसो होला है भान्जा पानी छैन चिसो ठिकै छ गर्मी महिनामा नि यार चिसो हुन्छ बन्द गरिदियो कस्तो छ मजाको छ पानी मस्त छ भान्जा राम हाम्रो नेचुरल स्विमिङ पुल फ्रम हात्तीताल फाइनली स्विमिङहरू पनि सक्यो भाइहरू माछा मारिरहेको छ नि डह्रो आजको हाम्रो काम पनि सक्यो घर गएर खाना खाने हो टक्क लाएर पानी पस्यो अलि आज पानी सफा छ माथिबाट भल पनि आएको छैन ल आजको भ्लग चाहिँ यही सक्यो टक्क लाएर जेनी फेरि मेरो एकदम वफादार छ कुकुर हैन बाई बाई गाइज सी यू सुन एकदम टक्क लाएर अब रोमाञ्चक भिडियोहरू आउँछ टेन्सन नलिनु बाई